नमस्कार। म धेरै त यो सामाजिक सञ्जालमा देखिन्न र आउँदिन पनि। पछिल्लो समय नेपालको राष्ट्रिय राजनीति परिवर्तन भएसँगै फागुन 21 को निर्वाचनपछि राष्ट्रपाले नेपालमा 2/3 बहुमत ल्यायो। 2/3 बहुमतबाट सरकार बनेको करिब करिब 1 महिना भएको छ। जनताले पुराना दलहरूबाट धेरै करप्सन भयो र देशमा विकास हुन सकेन भनेर जनताले जसरी आफ्नो मत परिवर्तन गरे, जसरी आफ्नो आशा अपेक्षा नयाँ दललाई जाहेर गरे, त्यसपछि यो सरकार बन्यो। सरकार बनेको 1 महिना भएको छ। सरकार बनेको 15 दिनभित्रै चाहिँ ऊर्जा मन्त्रीजीले राजीनामा गर्नुभयो। आफ्नो श्रीमतीलाई चाहिँ बिमा बोर्डको सदस्य नियुक्ति गरेकै विषयमा उहाँले चाहिँ राजीनामा गर्नुभयो। जनताले नयाँ मान्छेबाट नयाँ सरकारबाट धेरै आशा अपेक्षा गरेका छन्। तर नेपालमा के भएको छ भने त्यो अहिलेको सरकारमा पनि धेरै खालको आशंकाहरू जनताले देखिन थालेका छन्। विभिन्न ठाउँमा डोजर आतङ्क होइन, विभिन्न ठाउँमा जनताले धरपकड र अहिले फेरि के भएको छ भनेदेखि भर्खरै मात्रै आज एउटा समाचार मिडियामा आएको छ कि हिमालय रिइन्सुरेन्स बिमा कम्पनी ठगीको छानबिनको सिलसिलामा सानेपा स्थित ठगीको छानबिनको सिलसिलामा त्यहाँ चाहिँ बिचौलिया दीपक भट्ट र अहिलेका वर्तमान गृहमन्त्री बिच पनि व्यापारिक सम्झौता भएको भन्ने कुरा जुन आज सामाजिक सञ्जालमा आएको छ, यो कुरा के सत्य नै हो त? यदि बिचौलिया दीपक भट्टसँग अहिलेका गृहमन्त्रीको व्यापारिक साझेदारी थियो, उहाँहरूको चाहिँ आर्थिक कारोबार थियो भनेदेखि के नेपालमा जनताले गरेको मत परिवर्तनको यो चाहिँ भयङ्कर दुर्घटना होइन? फेरि देश अर्को दुर्घटना जान सक्दैन। आशा गरिएका राजनीतिक दलबाट, आशा गरिएका मन्त्रीहरूबाट नै बेला बेलामा पुरानाहरूबाट चाहिँ दुःख पाए भनेर नयाँ छानिएका र नयाँबाट पनि बेला बेलामा चाहिँ जनताले यस्तै खालको दुःख पाउने हो भने देश फेरि अर्को दुर्घटनामा जाने सम्भावना निकै देखिन्छ। अहिलेका मन्त्रीहरूसँग छोटो समय यो सरकार बनेको 1 महिना भएको छ, तर यो बिचमा धेरै चाहिँ आशंका गर्न थालिएको छ। आइफोनका विषयवस्तुमा, सम्पत्ति शुद्धिकरणका विषयवस्तुमा सबैसँग तोलै तोलाको सुनहरू देखा पर्नु, यो विषय निकै गम्भीरका रूपमा अगाडि आएको छ। यद्यपि हामी पनि यो सरकार 5 वर्ष चलोस्, यो सरकारले आर्थिक शान्ति र समृद्धिको बाटो अगाडि ल्याओस् भन्ने हामी चाहन्छौँ। यो सरकारले विकास गर्नुपर्छ भन्ने चाहन्छौँ। सरकारमा देखिएका नयाँ उनीहरू स्टन्ट गर्ने र आफूले पछाडिबाट चाहिँ ठुलो चाहिँ जनतामाथि घात गर्ने भयो भनेदेखि जनताले पनि विश्वास गर्दैन। त्यसो भएको हुनाले अहिलेको दीपक भट्ट बिचौलियासँग गृहमन्त्रीज्यूको देखिएको साँठगाँठ के हो त? यसका बारेमा ठुल्ठुला मिडियामा आएको छ। यो मैले भनेको होइन, मिडियामा आएको छ। यसका बारेमा नेपाली जनतामा ठुलो खालको एउटा बहस पनि सुरु भएको छ। त्यसले गर्दाखेरि चाहिँ नयाँ जोगिले धेरै खरानी घस्छ भन्ने उखान पनि हामीले सुनिरहेका छौँ। कतै नयाँ मान्छेबाट नयाँ जोगीले कतै खरानी घसेको त होइन भन्ने पनि देखिन्छ। त्यसो भएको हुनाले अहिले बिचौलिया दीपक भट्ट र सुदाङ गुरुङ बिचको जुन खालको मिडिया बाहिर आएको छ व्यापक रूपमा, यो के हो त? यो एक खालको बहसको विषय बनेको छ। यहाँहरू सबैले पनि यसको बारेमा जान्नुहुनेछ, बुझ्नुहुनेछ, जान्नुपर्छ, बुझ्नुपर्छ। नेपाली जनताले निर्माण गरेको सरकार र नेपाली जनताले हरेक कुरा थाहा हुनुपर्छ भन्ने कुरो यहाँहरूको बिचमा राख्न चाहन्छु। यो कुरा साँच्चै नै हो भने गृहमन्त्रीज्यूले चाहिँ जनतालाई चाहिँ जुन खालको त्यो न्यायको अनुभूति दिन्छु भनेर अहिले हिँडिराख्नु भएको छ, त्यो बिल्कुल सम्भव देखिँदैन भन्ने लाग्छ। धन्यवाद।